안녕하세요. नमस्ते यहाँहरू सबैजनालाई म कोरियन भाषा प्रशिक्षक सुभाष राईको तर्फबाट एमएन एजुकेसन हब प्राली कोलाबारीबाट सञ्चालित यस कोरियन भाषा कक्षामा यहाँलाई आजको अङ्कमा पनि हार्दिक स्वागत गर्न चाहन्छु। साथीहरू यहाँहरू हेर्दै हुनुहुन्छ लर्न कोरियन विथ सुभाष युट्युब च्यानल र यो युट्युब च्यानललाई यहाँले सपोर्ट गरिदिनु होला। यो च्यानल लाई जति यहाँले सपोर्ट गरिदिनुहुन्छ हामीलाई त्यति नै हौसला मिल्नेछ र यहाँले कहाँबाट हेर्दै हुनुहुन्छ है त्यो यहाँले कमेन्ट मार्फत प्रतिक्रिया दिनु होला हैन। म यो ठाउँबाट हेर्दैछु भनेर आफ्नो ठाउँको नाम लेखिदिनु होला ताकि हामीलाई भिडियो बनाउन हौसला मिल्छ। साथीहरूले यहाँबाट हेर्नु हुँदो रहेछ, हामीले भिडियो बनाउनलाई अलिकति मेहनत गर्नुपर्छ भन्ने हामीलाई लाग्छ। त्यो भएको कारणले साथीहरू यहाँले सपोर्ट गरिदिनु होला। र आज पनि म सदा चाहिँ यहाँहरूको माझमा यो पाठ्यक्रम पढाउने सिलसिलामा आज 42 पाठको मुनुआवा छङ्गु लिएर आएको छु र यो 42 पाठको मुनुआवा छङ्गुमा चाहिँ फिल थु इन खागु भन्ने छ है, बिल्ट इन फर्निचर भन्छ अङ्ग्रेजीमा चाहिँ है। यो चाहिँ फिल थु इन खागु हो क्या, हेर्दा राम्रो देखिन्छ होइन। यो अङ्ग्रेजीमा चाहिँ बिल्ट इन फर्निचर भनेर लेखेको छ है, बिल्ट इन फर्निचर हो। यो के हो त यो फिल थु इन खागु भनेको चाहिँ के हो तपाईँहरूले जान्नुपर्ने हुन्छ है। खास गरी अहिले नेपालमा पनि यस्तो सिस्टमहरू आइसकेको छ होइन। रुमलाई, आफ्नो कोठालाई, आफ्नो घरलाई इन्टिरियर डिजाइन कसरी गर्ने होइन। अनि जस्तो मोडुलर किचन भन्ने पनि आएको छ है, तपाईँहरूले सुन्नुभयो होला। हाम्रो गाउँतिर, हाम्रो घरतिर, हाम्रो उर्लाबारी दमकतिर पनि आइसकेको छ होइन। दमकमा चाहिँ तपाईँको मोडुलर किचनको हुन्छ, अनि त्यो चाहिँ उर्लाबारीतिर पनि आएर काम गर्छ होइन, यता पनि आएर काम गरिरहेको हुन्छ। हो यस्तै खालको मोडुलर किचन भन्न चाहिँ अलिकति फरक हुन्छ। मोडुलर किचन चाहिँ के गर्छ त भन्दाखेरि उनीहरूले पहिला नै बनाएर ल्याएर राखिदिन्छ है, त्यो सेट गरिदिन्छ। तर यो फिल थु इन खागु भनेको चाहिँ त्यो तपाईँको कहाँ छ त्यो लोकेसन, त्यो जुन तपाईँको उसमै ठाउँमै आएर उनीहरूले फर्निचरहरू बनाइदिन्छ। अब फर्निचरहरू कस्तो हुन्छ त भन्दाखेरि प्राय गरी हाम्रो योभन्दा अगाडि चाहिँ यो यस्तो खालको सिस्टम आउनुभन्दा अगाडि चाहिँ प्राय सहर बजारमा पनि के गरिन्थ्यो त भन्दाखेरि तपाईँको फर्निचरहरू, रेडिमेड फर्निचरहरू किनेर ल्याएर राखिन्थ्यो। तर अहिले चाहिँ मान्छेहरूले चाहिँ बिल्ट इन फर्निचर नै उनीहरूले त्यो सिस्टम नै उनीहरूले भित्राइसकेको छ है, त्यस्तो खालको गर्न थालेको छ। अब जस्तो तपाईँलाई के हुन्छ त भन्दाखेरि यहाँ हेर्दाखेरि हेर्नु, यो सुनापजाङ भन्छ है, यो चाहिँ दराजहरू, सामान राख्ने दराजहरू। यस्तो दराजहरू पनि तपाईँको के गर्छ, यहीँनिर फिक्स है, भित्तामै फिक्स गरेर बनाएको हुन्छ। यसलाई हामीले, यो चाहिँ पोर्टेबल चाहिँ हुन्न है, यो चाहिँ सार्न चाहिँ मिल्दैन, एक ठाउँमा जहाँ छ त्यहीँनिर यसलाई फिक्स गरेर बनाइन्छ। अब जस्तो यस्तो कुराहरू भयो यहाँ होइन, टेबल कुर्सीहरूदेखि लिएर होइन विभिन्न चिजहरू चाहिँ ऱ्याकहरू होइन, अनि जस्तो तपाईँको विभिन्न चिजहरू चाहिँ त्यही फिक्स गरेर बनाइन्छ। यो बनाउँदाखेरि चाहिँ के हुन्छ त भन्दाखेरि यो एउटा कुरा के हुन्छ त भन्दाखेरि हामीले कुनै सामान किनेर ल्याएर रुममा राख्न खोजिन्छ। अब हाम्रो ठाउँ चाहिँ मिलेको हुँदैन क्या, अब सामानहरू राख्ने ठाउँ पनि हुँदैन। तर यस्तो खालको बनायो भने चाहिँ के हुन्छ, त्यही ठाउँमा त्यही लोकेसनमा गएर बनाउँदाखेरि चाहिँ कस्तो ठाउँ छ, त्यो बाँकी रहेको ठाउँ स्पेस कस्तो छ, त्यसलाई हामीले राम्रो तरिकाले युटिलाइज गर्न सकिन्छ है। अब यो ठाउँै त्यस्तो खालको छ भने त्यही अनुसारको त्यही डिजाइनको सामान बनाएर त्यहाँनिर बनाउन सकिने भएको कारणले गर्दाखेरि एउटा यो कुरा चाहिँ फाइदा छ। जति ठाउँ बचेको छ, जति स्पेस बचेको छ, त्यो स्पेसलाई पनि हामीले सही तरिकाले
युटिलाइज गर्न सकिन्छ। यसको विशेषता एउटा कुरा यो हो। अनि यसले अलिकति राम्रो पनि देखिन्छ है। जस्तो हामीले किनेर लगेर राखेको भन्दाखेरि त्यहीँ गएर बनाउँदाखेरि त्यहाँनिर कस्तो सामान बनाउँदाखेरि अथवा कस्तो डिजाइनको बनाउँदाखेरि चाहिँ त्यहाँनिर म्याच हुन्छ भन्ने आधारले त्यो बनाएको हुनाले गर्दाखेरि अलिकति राम्रो पनि देखिन्छ है। अनि यहाँनिर चाहिँ के छ त फिल्थुइन खागुको बारेमा त अब यहीँ व्याख्या गरेको छ होइन। म तपाईँहरूलाई यहाँ देखाउँछु। अब यहाँनिर देखाउँदाखेरि चाहिँ के छ त भन्दाखेरि होइन यो फिल्थुइन खागु भनेको चाहिँ यही है। हेर्दा कति राम्रो देखिन्छ हेर्नुहोस् त होइन। कति राम्रो छ है। कोरियामा हामी यसै ठाउँमा बस्न सकिन्छ। अब जस्तो तपाईँको अपार्टहरूमा होइन, वल्लुमहरूमा अनि विभिन्न ठाउँहरूमा हामी जस्तो छुतेकहरूमा भिल्लाहरूमा बसिन्छ। यस्तै ठाउँमा बस्न सकिन्छ। अब यहाँनिर के छ त हामी हेरौँ है त। यहाँनिर व्याख्या गरेको छ यहाँ के भनेको छ त भन्दाखेरि फिल्थु इन खागुनुन भनेको छ है बिल्ट इन फर्निचर चाहिँ होइन। फिल्थु इन खागुनुन भनेको फिल्थु इन फर्निचर चाहिँ फिल्थु इन फर्निचर चाहिँ भनेको है। अब यहाँनिर छुथेक इना भनेको चाहिँ छुथेक भनेको घर है। छुथेक भनेको चाहिँ हामीले घर भन्न पढेको थियौँ होइन। छुथेक यालिक छुथेक थान्दोक छुथेक होइन के भनेर छुथेकहरू पढेका थियौँ है। अब यहाँनिर चाहिँ के भन्दैछ त भन्दाखेरि फिल्थुइन खागु चाहिँ होइन बिल्ट इन फर्निचर चाहिँ अब यसको व्याख्या गर्दैछ है। के हो त छुथेकिना घर अथवा खन्मुरे भनेको भवनको है। थुप्चगान भनेको विशेष भनेको है। यो चाहिँ विशेष अब यो कोठाभित्र भनेको सिलले भनेको चाहिँ कोठाभित्र यो हामीले अगाडि पनि पढिसकेका छौँ। सिल भनेको कोठा होइन, ने भनेको भित्र कोठाभित्र। खोङ्गाने भनेको स्पेसमा होइन, स्पेसमा है। यो चाहिँ स्पेसमा। ताक भनेको चाहिँ ठ्याक्कै भनेको है। हामीले के बुझ्नु पर्यो ताक भनेको चाहिँ ठ्याक्कै बनाउनु पर्यो है। ठ्याक्कै माग के भनेको मिल्ने गरी होइन। छेजाक खोय भनेको बनाइएको भनेको है। छेजाक हादा भनेको बनाउनु, छेजाक खोइदा भनेको बनिएको भनेको होइन। बनिनु हो नि त छेजाक खोइदा भनेको त। नेजाङ थैनुन भनेको चाहिँ भित्र राखिएको भन्ने अर्थ लाग्नु पर्यो है। अथवा अन्तर्निहित भएको अथवा भित्र राखिएको भित्र हालिएको होइन भन्ने अर्थ लाग्यो है। अब यसमा चाहिँ हामीले भित्र राखिएको भन्दा हुन्छ। यो ने भनेको भित्र है। अनि नेजाङ थैदा भनेको चाहिँ भित्र राखिएको होइन, भित्र राखिएको ल। अथवा अन्तर्निहित भएको भन्दा नि हुन्छ है। अन्तर्निहित भएको त्यहाँभित्र भएको भनेको है। अन्तर्निहित भएको यो फुत भनेको चाहिँ टाँस्नु हो होइन। खुट्टाबाट टाँस्नु भएको हो। खुट्टाबाट टाँस्नु भएको। फाक भनेको चाहिँ ठोक्नु भनेको होइन। फाक्ता भनेको त ठोक्नु हो नि त। टाँसेर ठोकिएको होइन। फर्निचरलाई भनिन्छ भनेको है। खागुरुल भनेको फर्निचरलाई मारामिला भनेको भनिन्छ। भनेपछि फिल्थुइन खागु भनेको कस्तो रहेछ त भन्दाखेरि फिल्थुइन खागु चाहिँ होइन। फिल्थुइन खागु होइन। फिल्थुइन खागु चाहिँ घर अथवा भवनको विशेष होइन। थुप्चगान भनेको विशेष है। थुप्चङ हादाबाट थुप्चगान हो। विशेष गरी यसमा विशेष गरी भनौँ न होइन। विशेष गरी अथवा विशेष कोठाभित्रको स्पेसमा ठ्याक्कै मिल्ने गरी बनिएको अन्तर्निहित भएको अथवा भित्र राखिएको होइन, भित्र हालिएको। नेजाङ थोइदा भन्ने शब्द याद गर्नुहोस्। भित्र राखिएको, भित्र अन्तर्निहित भएको। फुत भनेको टाँस्नु, फाक भनेको ठोक्नु। टाँसेर ठोकेर बनाइएको फर्निचरलाई भनिन्छ भनेर बुझ्दा हुन्छ है। त्यसरी बुझ्दा हुन्छ। जस्तो तपाईँलाई कुनै पनि चिजहरू चाहिँ त्यहीँनिर टाँसेर भित्तामा होइन। अहिले तपाईँ किचनहरू पनि त्यस्तो छ। किचनहरू पनि त्यहीँनिर टाँसेर सबै गरेर डिजाइन गरेर बनाउँछन् है। त्यो खालको छ। अब अहिले चाहिँ यस्तो सिस्टम आइसकेको छ। अनि ओज्जाङ भनेको दराज है। ओज्जाङ भनेको चाहिँ दराज। सुनाप्जाङ भनेको चाहिँ के हो त भन्दाखेरि सामान राख्ने दराज भनेको है। सामान राख्ने दराज
है ल सामान राख्ने दराजलाई चाहिँ के भनिन्छ सुनापजाङ भन्न भन्छ है ओछाङ भनेको चाहिँ लुगा राख्ने दराज भयो लुगा छाङ भनेको ठाउँ है जाङ छाङबाट भएको छाङ भनेको छाङसो भनेको ठाउँ अनि त्यही छाङबाट चाहिँ यो चाहिँ जाङ भयो ओछाङ भयो उछाङमा त है अनि सुनापजाङ भनेको सामान राख्ने दराज छाङसिक जाङ भनेको सजावटको सामान राख्ने दराज हामी पनि के गरिन्छ त भन्दाखेरि प्राय गरी सोकेसहरूमा सजाउने सामानहरू राखिन्छ नि त होइन त्यसलाई चाहिँ के भनिन्छ छाङसिक जाङ भन्न भनिन्छ है छाङसिक जाङ भनेको चाहिँ हामीले अगाडि छाङसिक योङफुम भनेर पनि 20 पाठमा अगाडिको किताबमा पनि पढेका थियौँ सजावटको सामानलाई चाहिँ छाङसिक योङफुम भन्न भनिन्थ्यो भनेपछि तपाईँको के हो त भन्दाखेरि छाङसिक जाङ भनेको चाहिँ सजावटको सामान राख्ने के भयो दराज अथवा र्याक भन्ने बुझौँ है सजावटको सामान राख्ने र्याक छेकचाङ भनौँ चाहिँ किताब राख्ने दराज है र्याक किताब राख्ने र्याक किताब राख्नेलाई त दराज भनिँदैन र्याक भनेर भनिन्छ डुङ्गी आदि इत्यादि चाहिँ छुरो प्राय गरी फिल्थुइनुरो भनेको यो फिल्थु इनको रूपमा भनेको सल्छी थेम्मिदा भनेको जडान हुन्छ अरे होइन सल्छी हाल्दा भनेको जडान गर्नु सल्छी थोइदा भनेको जडान हुन्छ अरे प्राय गरी कोरियामा चाहिँ है के भनौँ फिल्थुइन खागु चाहिँ घर फेरि हेरौँ है फिल्थुइन खागु चाहिँ घर अथवा भवनको विशेष गरी चाहिँ कोठाको स्पेसमा कोठाभित्र जति बाँकी रहेको स्पेस हुन्छ कोठाभित्रको स्पेसमा ठ्याक्कै मिल्ने गरी है ताक ठिकठाक्कै भन्ने अर्थ लाग्छ माक्के भनेको चाहिँ मिल्ने गरी माप्ता भनेको मिल्ने गरी छेजाक थोय भनेको चाहिँ बनिएको छेजाक थोइदा भनेको बनिनु छेजाक हादा भनेको चाहिँ बनाउनु है अब त्यस पछाडि नेजाक थैनुन भनेको चाहिँ भित्र राखिएको भनेको है अब त्यस पछाडि के भनौँ फुत्ताक्की भनेको चाहिँ यो फुत्ता भनेको टाँस्नु भयो है अनि यो चाहिँ टाँसिनु भन्ने अर्थ लाग्छ होइन फुत्ता भनेको टाँसिनु अनि फाक भनेको चाहिँ ठोक्नु होइन टाँसिएर ठोकेको चाहिँ फर्निचरलाई भनिन्छ भन्न भनेको है यसलाई याद गर्नुहोस् भोलि तपाईँलाई औलमा पनि आउन सक्छ होइन छुट्टै किन खन्मुरे थुक्चगान सिल्ने खोङ्गाने ताक माक्के छेजाक थोय नेजाङ थैनेन फुत्ता किरुल माराम्निदा भनेर तपाईँलाई यो सोध्न सक्छ यो लाइन राम्रोसँगले तपाईँले याद गर्नुहोस् दिमागमा राख्नुहोस् है आउन सक्छ अनि त्यस पछाडि दराज लुगा राख्ने दराज सामान राख्ने दराज होइन अनि सजावटको सामान राख्ने दराज र्याक त्यसलाई चाहिँ र्याक भनेर भनिन्छ अनि त्यस पछाडि तपाईँको किताब राख्ने र्याक आदि इत्यादि चाहिँ प्राय बिल्ट इनको रूपमा बनाइन्छ भनेको बिल्ड भनेको बनाउनु BUILT बिल्ड अघि भ्यौँ त होइन इन भनेको भित्र बनाउनुलाई नै बिल्ट इन भनेको है किनभने बिल्ट इन फर्निचर भनेको चाहिँ बिल्ड भनेको बनाउनु BUILT बिल्ड भनेको बनाइएको होइन अनि इन भनेको भित्र बनाइएको फर्निचरलाई चाहिँ बिल्ट इन फर्निचर भन्छ अब बिल्ट इन खाएको चाहिँ होइन बिल्ट इन फर्निचर चाहिँ सायङ चाहे भनेको प्रयोगकर्ताको है सायङ चाहे भनेको प्रयोगकर्ताको छुयाङ भनेको चाहिँ रुचि यो अगाडि पनि हामीले पढिसकेका छौँ है यो भनेको चाहिँ रुचि रुचि तथा खोङ्गाने भनेको स्पेसको थुक्चङे भनेको विशेषता है थुक्चङ अरे थुक्चिङ रहेछ यहाँ होइन यहाँ थुक्चिङ जे भने पनि विशेषता नै भन्ने अर्थ लाग्छ होइन यो विशेषतामा माछुवा भनेको मिलाएर माछुदा भनेको के हो मिलाउनु है माछुदा भनेको चाहिँ मिलाउनु अब माछुवा भनेको चाहिँ मिलाएर सल्गे थोइगिते मुने डिजाइन गरिने भएको कारणले सल्गे थोइदा भनेको चाहिँ के रहेछ डिजाइन गर्नु है सल्गे थोइदा भनेको चाहिँ डिजाइन गर्नु है यो चाहिँ डिजाइन गर्नु भन्दा पनि थोइदा भनेपछि त हुनु भन्नु पर्यो डिजाइन हुनु भनेको है अब के त भन्दाखेरि बिल्ट इन फर्निचर चाहिँ कस्तो रहेछ भन्दा प्रयोगकर्ताको रुचि तथा त्यो प्रयोगकर्तालाई कस्तो चाहिए कस्तो बनाउन मन लागेको छ उसको रुचि पनि अनि त्यो ठाउँमा स्पेस कस्तो छ त्यो स्पेसको विशेषता अनुसार चाहिँ होइन मिलाएर
डिजाइन हुने भएको कारणले है डिजाइन हुने भएको कारणले स्पेसलाई प्रभावकारी रूपमा हैन हैन यो चकोरो भनेको प्रभावकारी रूपमा है यो चकोरो भनेको प्रभावकारी रूपमा भार्यौं हाल्सु इक्के भनेको भार्यौं आधा प्रयोग गर्नु भार्यौं हाल्सु इक्के भनेको प्रयोग गर्न सकिने गरी हे जुन दानुन गरिदिने भएको कारणले उनीहरूले आएर गरिदिन्छ क्या गरिदिने भएको कारणले छाङछमी सुन्ने त फाइदा छ अरे राम्रो भयो नि त तपाईँलाई दराज किन्न मन लाग्ला बजारमा जानुहुन्छ रेडिमेड दराज किन्नुहुन्छ तपाईँको ठाउँमै अट्दैन हो तपाईँलाई एक खालको दराज मन परेको होला भरे बजारमा अर्कै खालको दराज होला तर बिल्ट इन फर्निचर हो भने त तपाईँले त्यो फर्निचर पसलमा गएर भन्नुहुन्छ अनि आएर उसले स्पेस हेर्छ अनि तपाईँको रुचि कस्तो खालको फर्निचर बनाउने हो त्यो रुचि र त्यो स्पेस अनुसार बनाइदिने भएको कारणले गर्दाखेरि फाइदा छ भन्नु है बुझ्नुपर्छ है तोहाङ फेरि फ्यगिना फादाके भनेको भित्ता अथवा भुइँमा हैन भित्ता अथवा भुइँमा खोजङ थोया भनेको चाहिँ फिक्स गर्नु खोजङ थोइदा हैन खोजङ थोइदा भनेको फिक्स हुनु खोजाङ फेरि खोजाङ भन्यो भने बिग्रिनु हुन्छ खोजाङमा चाहिँ फेरि नादा हुन्छ खोजङ भनेको चाहिँ बिग्रिनु के अरे यो त खोजङ भनेको चाहिँ फिक्स हैन त्यो फिक्स खोजङ थियो इत्ता भनेको फिक्स भएको हुनु हो फिक्स भएको भएर इल्बान खागो बोदा भनेको साधारण फर्निचर भन्दा जस्तो तपाईँ फर्निचर अरू फर्निचर किन्नुहुन्छ नि नर्मल पनि त्यो फर्निचर भन्दा ख्यानको आगो भनेको चाहिँ बलियो भएर यो त बलियो भइहाल्छ नि तपाईँ त्यो एक ठाउँमै हुन्छ सारिँदैन अब तपाईँलाई कुनै चिज किन्नुहुन्छ नि अहिले त झन् अहिले त फेरि के छ धेरै सब प्लाईको सामान भन्नुहुन्छ हेर्नुहोस् अनि एक ठाउँबाट त्यो पलङ सारो अर्को ठाउँबाट अर्को ठाउँमा सारो होइन त्यो सार्दै बिग्रिन्छ डह्रो पनि हुँदैन तर के हुन्छ बिल्ट इन फर्निचर चाहिँ एकै ठाउँमा बसेको हुन्छ एकै ठाउँमा फिक्स भएको हुन्छ अनि अरू फर्निचर भन्दा त बलियो भइहाल्यो बिग्रिँदैन डह्रो हुन्छ ख्यानको आगो भनेको चाहिँ एकदम बलियो भएर है एकदम कडा भएर मजबुत भएर ल कडा भएर आगो भएर अथवा मजबुत भएर आञ्जन सकिमिता भनेको स्थिर हुन्छ स्टेबल हुन्छ मजबुत र स्टेबल हुन्छ भनेको एक ठाउँबाट अर्को ठाउँमा नसकेपछि त्यो स्थिर हुन्छ क्या अब यो राखेपछि त्यो त्यही हुन्छ त्यो अन्त ठाउँमा सर्दैन भनेको आञ्जन छक भनेको चाहिँ स्थिर स्टेबल एक ठाउँमै रहने होइन कन्स्ट्यान्ट हुने नसर्ने सार्नै त मिल्दैन सार्दाखेरि त त्यो भत्की त हाल्छ अनि त्यसलाई उकाउनु पर्यो उकाउँदाखेरि त्यो टुटफुट हुन्छ त्यो कामै नलाग्ने भइहाल्छ क्या त्यो भएको भएर के हुन्छ त्यस्तो हुन्छ भन्नु है फेरि हेरौँ बिल्ट इन फर्निचर चाहिँ होइन फिल्थुइन खाएको चाहिँ है घर अथवा भवनको विशेष गरी होइन भवनको विशेष कोठाभित्रको स्पेसमा ठ्याक्कै मिल्ने गरी होइन यो निर्माण भएर होइन त्यही अन्तर्निहित हुने भएर त्यही भित्र हुने भएर होइन अन्तर्निहित हुने यो तपाईँको के हुन्छ जुन टाँसिएको भित्तामा होइन टाँसिएर अथवा ठोकिएको फर्निचरलाई भनिन्छ भनौँ भने है फुत भनेको चाहिँ के अरे टाँसिनु भयो होइन फुत्ता भनेको टाँसिनु अनि त्यस पछाडि फाक्ता भनेको ठोक्नु टाँसेर ठोकेको फर्निचरलाई भनिन्छ दराज अनि यो लुगा राख्ने दराज सामान राख्ने दराज अनि त्यस पछाडि तपाईँलाई सजावट राख्ने र्याक किताब राख्ने र्याक आदि इत्यादि चाहिँ प्राय गरी चाहिँ बिल्ट इनद्वारा चाहिँ जडान गरिन्छ बनाइन्छ भन्नु खोजेको है जडान हुन्छ अथवा बनाइन्छ कोरियामा चाहिँ अहिले नेपालमा पनि आइसकेको छ अहिले तपाईँको फर्निचर पसललाई गएर भन्नुभयो भने आएर घरमै आएर बनाइन्छ कस्तो चाहिने तपाईँलाई होइन तपाईँको ठाउँ कस्तो छ अब कहिलेकाहीँ कस्तो हुन्छ थाहा छ तपाईँलाई जस्तो पलङहरू तपाईँ के गर्नुहुन्छ पलङ किनेर ल्याउनुहुन्छ होइन पलङ राख्नुहुन्छ नि अनि त्यो पलङ जस्तो प्राय गरी बक्स पलङहरूको ठुलो पलङको होइन बक्स पलङहरूको तपाईँलाई के हुन्छ
पलङ राख्नुहुन्छ भरे पलङको पलङको बक्स खोल्ने बेलामा चाहिँ बक्स चाहिँ भित्रपट्टि परिदिन्छ क्या। अब त्यो बक्सको कामै भएन नि त, मिल्दैन, राख्नै नमिल्ने हुन्छ। दराज किन ल्याउनुहुन्छ? दराज अब यता फर्कायो भने त्यो अप्ठ्यारो ठाउँ हुँदैन, उता फर्कायो भने त्यो पनि ठाउँ नमिल्ने खालको ठाउँहरू हुनसक्छ क्या, त्यस्तो ठाउँहरू हुनसक्छ। अब त्यो तपाईँलाई के हुन्छ त भन्दाखेरि फर्निचर पसलेले आएर, फर्निचरको काम गर्ने मान्छेहरूले आएर बनाइदियो भने चाहिँ तपाईँको ठाउँमा कता त्यो बक्स पलङ कता राख्नुपर्ने हो, त्यो अनुसार उसले होइन त्यो ढोका चाहिँ बाहिर पर्ने गरी, उता भित्तापट्टि नपर्ने गरी, यता आफूले खोल्न पाउन मिल्ने गरी उसले बनाइदिन्छ भन्नु भनेको है। अब के हुन्छ त भन्दाखेरि बिल्ट इन फर्निचर चाहिँ होइन, यो जडान हुन्छ भनेको है। बिल्ट इन फर्निचर चाहिँ प्रयोगकर्ताको रुचि तथा स्पेसको विशेषतामा मिलाएर भनेको है, माछुदा भनेको मिलाउनु, माछुअ भनेको मिलाएर डिजाइन हुने भएको कारणले है, सल्ची थोइदा भनेको डिजाइन हुने भएको कारणले स्पेसलाई चाहिँ प्रभावकारी रूपमा अथवा कुशलतापूर्वक चाहिँ हामीले प्रयोग गर्न सकिने गरी चाहिँ गरिदिने भएर होइन, सकिने गरी उनीहरूले फर्निचरको पसलेले गरिदिन्छ भनेको है। अनि छाङचामी सुन्दा भनेको फाइदा छ अरे है। फेरि भित्ता अथवा फादाक भनेको भुइँमा यो चाहिँ स्थिर हुने, के अरे फिक्स हुने भएको कारणले होइन, फिक्स हुने एक ठाउँमा राखेपछि फिक्स भयो क्या, त त्यहीँले टाँसिदिन्छ नि त उनीहरूले, त्यहीँ बनाइदिन्छ नि त। जस्तो भित्तामा कुनै एउटा टेबल चाहिँ तपाईँले भुइँमा राख्नुभयो भने त्यो टेबल त्यहीँको त्यहीँ हुन्छ क्या। तपाईँले एउटा कुर्सी त्यहाँ राख्नुभयो भने त्यो कुर्सी त्यहीँको त्यहीँ हुन्छ, त्यो सर्दैन। अब त्यो सारेकै गऱ्यो भने बिग्रिन सक्छ, भत्किन सक्छ। तर त्यो एकै ठाउँमा हुने भएर चाहिँ अरू साधारण इल्भन भनेको साधारण फर्निचर भन्दा चाहिँ एकदम बलियो र होइन, मजबुत र के हुन्छ, स्थिर हुन्छ, सर्दैन, एक ठाउँमै हुन्छ भनौँ। अब हामी अर्कोमा जाउँ। खुरना तर के भनौँ? खुरना भनेको चाहिँ तर है। खुरना भनेको चाहिँ तर फिल्थुइन खागु चाहिँ होइन, खागु चाहिँ सल्छी भनेको के हो? जडान है। सल्छी भनेको जडान है। ल यसलाई अलिकति सानो बनाउनु पर्ने भयो, नभए नदेखिने भयो है, अझै सानो बनाउनु पर्ने भयो। ल किनभने अब यो सबै त देखिनु पर्यो नि त। खुरना तर फिल्थुइन खागु चाहिँ सल्छी वा छल्ग भनेको चाहिँ त्यसलाई फेरि भत्काउनु भन्ने अर्थ लाग्छ है। त्यसलाई होइन डिस्ट्रोय गर्नु, भत्काउनु भनेको है। सल्छी भनेको जडान गर्नु, अब भत्काउनु पनि पर्यो नि त कहिले काहीँ होइन। अब भत्काएर फेरि अर्कै बनाउनु मन लाग्ला। पैसा धेरै हुने मान्छेहरूलाई र रुचि धेरै हुने मान्छेहरूलाई त अब त्यही प्रयोग गर्न मन लाग्दैन। अनि त्यो भएर छल्ग भनेको चाहिँ विध्वंस गर्नु अथवा त्यसलाई डिस्ट्रोय गर्नु अथवा त्यसलाई भत्काउनु भन्ने बुझ्दाखेरि हुन्छ। छल्ग फियोङी मानी थुल्गो भनेको चाहिँ, फियोङ भनेको खर्च चाहिँ धेरै लागेर, फियोङी थुल्दा भनेको खर्च लाग्नु। अब मानी थुल्गो भनेको धेरै लागेर, डिजाइन थुरिन्दुगा भनेको डिजाइनको ट्रेन्ड। अब डिजाइन अहिले यो डिजाइनको आउला, अर्को डिजाइनको आउँछ होइन, त्यसको ट्रेन्ड हुन्छ नि त। नयाँ ट्रेन्डहरू आइरहेको हुन्छ डिजाइनमा। अब तपाईँ हामीलाई पो त एउटा पलङ कुर्सी भएपछि चाहिएन, जिन्दगी जान्छ त्यसले होइन, नभत्किँदैसम्म। अब हामीलाई त लुगाहरू अरू कुराको एउटा ट्रेन्ड होला, तर फर्निचरको खासै ट्रेन्ड त्यति साह्रो चासो हुँदैन हामीलाई। अझ हामी गाउँमा बस्ने, काठमाडौँ बस्नेहरूलाई त अलिकति होला होइन। अब हाम्रो उर्लाबारीतिर बस्ने मान्छेहरूलाई खासै त्यस्तो मतलब भएन क्या। तर यहाँनिर चाहिँ के हुन्छ, कोरियामा बस्नेहरूलाई त नयाँ डिजाइनहरू अथवा त्यो डिजाइनको ट्रेन्डलाई चाहिँ फाक्कुगना भनेको परिवर्तन गर्ने, फाक्कुइदा भनेको परिवर्तन हुनु है। फाक्कुदा भनेको परिवर्तन गर्नु, फाक्कुइदा भनेको चाहिँ परिवर्तन हुनु। परिवर्तन हुने अथवा थइसाङ फिर्यो हाजी आनादो भनेको, थइसाङ भनेको अझ बढी फिर्यो हाजी आनादो भनेको आवश्यक छैन। अब मलाई यो चिज चाहिँदैन है, अब मलाई यो अब योभन्दा मलाई प्रयोग गर्नु छैन। थइसाङ भनेको, थ भनेको अझै होइन, इसाङ भनेको भन्दा बढी, अझै बढी चाहिँ आवश्यक नभए पनि। फिर्यो हाजी आनादो भनेको आवश्यक नभए पनि है, आवश्यक नभए पनि। थइसाङ फिर्यो हाजी आनादो भनेको अझ बढी आवश्यक नभए पनि। स्विपके सजिलै गरी ख्योचे आगना भनेको, ख्योचे हाता भनेको अगाडिको किताबमा अगाडिको पाठमा पनि पढेको थियौँ, रिप्लेस गर्नु होइन, त्यसलाई चाहिँ साट्नु भनेको, चेन्ज गर्नु।
ख्यो दे ख्यो छे भन अथवा यो चेन्ज गर्नु हो होइन ख्यो भनेको चाहिँ ऊ हो क्या जस्तो हामीले ख्यो वान आधा भनेर पढाएको थियौँ नि होइन ख्यो वान आधा भनेर पढाएको थियौँ त्योबाट ख्यो छे भएको रिप्लेस गर्ने एउटा अब जस्तो के हुन्छ हामीलाई प्राय गरी हामीले चाहिँ रेडिमेड फर्निचर हुन्छ अनि एउटा दराज हुन्छ त्यो दराज निकालेर फेरि अर्को दराज हामी हाल्छौँ नि त त्यसलाई नै रिप्लेस गर्नु भनेको है त्यसलाई नै ख्योछे आधा भन्छ तपाईँसँग एउटा दराज थियो त्यो दराज पुरानो भयो अब यो दराज फालिदिन्छु अर्को दराज ल्याएर राख्छु भनौँ भने त्यसलाई ख्योछे आधा हुन्छ अब ख्योछे आगना भनेको साट्ने अथवा गना लागो त्यसलाई रिप्लेस गर्ने अथवा छल्ग आगी भनेको के गर्नु त्यसलाई भत्काउन चाहिँ पर्याप्तानुन भनेको के हो गाह्रो हुन्छ भन्ने चाहिँ थान्चमी स्मृता बेफाइदा रहेछ बेफाइदा पनि रहेछ हेर्नुहोस् हरेक कुराको चाहिँ के हुन्छ राम्रो र नराम्रो पक्ष हुन्छ होइन दुई साइड हुन्छ सिक्काको दुई पाटा भने जस्तै यसको पनि राम्रो पक्ष पनि हुन्छ नराम्रो पक्ष पनि हुन्छ राम्रो पक्ष के रहेछ त भन्दाखेरि तपाईँको रुचि अनुसार बन्ने भयो हो अर्को कुरा उनीहरूले तपाईँको घरमा चाहिँ कस्तो स्पेस बाँकी रहेछ तपाईँको रुमभित्र चाहिँ है तपाईँको रुमको स्पेस अनुसार अनि तपाईँको रुचि अनुसार उनीहरूले आएर गरिदिने भएको कारणले गर्दाखेरि अनि फेरि अर्को कुरो के भनौँ एक ठाउँमै हुन्छ अनि त्यो चाहिँ एकदम स्थिर र बलियो हुन्छ एक ठाउँमै हुन्छ अनि त्यो अरू इल्बानभन्दा बलियो हुन्छ भनेर भनौँ त्यो चाहिँ फाइदा भयो हो बेफाइदामा चाहिँ के रहेछ अब तपाईँलाई चाहिँ होइन सुरुमा बनाउन पनि खर्च धेरै लाग्दो रहेछ किन भन्दाखेरि फर्निचरको मान्छे त घरमा आएर बनाइदिनु पर्यो नि त उनीहरूले पो आफ्नो फर्निचर पसलमा पो आफ्नो खुसीले बनाउँछन् होइन अनि उनीहरूले बनाएर राख्छन् होइन तपाईँको घरसम्म आएर बनाइदिइसकेपछि त उसले चार्ज लिन्छ हरेक कुरा जे कुरा पनि घरमा आएर गरिदिइसकेपछि त महँगो भइहाल्छ है हेर्नुहोस् त्यस पछाडि तपाईँले भत्काउनु पर्यो अब मलाई यो चाहिँदैन भनेर भत्काउनु पर्यो खर्च त्यति नै लाग्यो फेरि हेर्नुहोस् अनि त्यस पछाडि किन खर्च लाग्यो त्यहीँको मान्छे बोलाउनु पर्यो भत्काउन लाउनु पर्यो होइन अब तपाईँले साधारण खालको इल्बान खाएको किन्नु भएको छ भने त निकालेर लगेर होइन एउटा स्टिकर टाँसेर फोहोरमा राखिदिनु भयो भने त त्यसले उठाएर लगिहाल्छ स्टिकर त त्यत्रो धेरै परेन तर भत्काउने मान्छेलाई त धेरै पैसा दिनु पर्यो त्यसले गर्दा अनि त्यस पछाडि डिजाइनको ट्रेन्ड बद्लियो होइन अब अर्को हाल्नु पर्यो अब त्यो सबै भत्काउनु पर्यो फेरि हेर्नु अनि फेरि अब मलाई यो चाहिँदैन भनेर तपाईँले अब अर्को हाल्नु पर्यो परिवर्तन गर्नु पर्यो अथवा त्यसलाई चाहिँ भत्काउनु पर्यो भने चाहिँ गाह्रो हुन्छ भन्ने अर्याप्तानुन भनेको गाह्रो हुन्छ भन्ने चाहिँ बेफाइदा छ भन्नु मन है बुझ्नु नै भयो होला अलिक छिटो पनि गर्छु किनभने हिजो आज अलिकति तपाईँको लाइन गइरहन्छ कि त्यो भएको भएर हेर्नु त यो सबै स्थिर यहीँ छैन सबै यो भित्तामा टाँसिएको छ यो पनि सार्न मिल्दैन हेर्नुहोस् यो है यो जुन तपाईँको टेबल छ कुर्सी छ होइन यिनीहरू पनि ठ्याक्क त्यहीँनिर भएको हुन्छ कुर्सीसम्म चाहिँ सार्न मिल्ने पनि हुन्छ होइन तर टेबलहरू चाहिँ फिक्स गरिदिएको हुन्छ भएपछि यो यता सार उता सार होइन गर्दाखेरि त भत्किन्छ नि त कमजोर हुन्छ तर यहीँको यहीँ भएपछि यो चाहिँ डह्रो हुन्छ भनेको है बलियो हुन्छ भनेर ल अब हामी चाहिँ बिल्ट इन कति राम्रो हुँदो रहेछ हेर्नुहोस् अब हामी जाउँ यहाँनिर अर्को लाइनमा जाउँ ल अब हेरौँ तेस्रो लाइनमा के छ त होइन त्यसलाई बुझ्ने कोसिस गरौँ त्यसलाई हामी अलिकति बुझ्ने कोसिस गरौँ के छ त भन्दाखेरि ल इरहान भनेको यस्तो है इरहान भनेको चाहिँ यस्तो थान्चमेदो भनेको बेफाइदामा पनि भनेको थान्चम भनेको बेफाइदा ए भनेकोमा दो भनेको पनि यस्तो बेफाइदामा पनि होइन फुल्बु आगो भनेको चाहिँ त्यसलाई परवाह नगरी है फुल्बु आधा भनेको चाहिँ मतलब नगर्नु भनेको है त्यसरी बुझ्दा हुन्छ फुल्बु आधा भनेको मतलब नगर्नु त्यसको परवाह नगर्नु भनेको परवाह नगर्नु मतलब नगर्नु यस्ता बेफाइदा त छन् तर यस्ता बेफाइदालाई पनि परवाह नगरे होस् पछि जेसुकै होला होइन अहिले चाहिँ म बिल्ट इन फर्निचर नै बनाउँछु भन्छन् मान्छेले भन्न खोजेको त्यसको मतलब नगरिकन बेफाइदा त धेरै रहेछ नि त होइन खर्च पनि धेरै लाग्दो रहेछ हेर्नुहोस् बनाउँदा पनि धेरै खर्च भत्काउँदा पनि खर्च होइन अब त्यो त बेफाइदा हो नि त तर यस्तो बेफाइदाको बिचमा पनि त्यसलाई परवाह नगरिकन
खोफुम खो भनेको उच्च हो, फुम्जिल भनेको गुणस्तर, उच्च गुणस्तरको फिल्थुइन खागोन भनेको बिल्ट इन फर्निचर चाहिँ सिल्ले भनेको कोठाभित्रको इन्टेरियर भनेको चाहिँ इन्टेरियर, कोठाभित्रको इन्टेरियर र छोवारुल इरुमिया भनेको चाहिँ छोवा भनेको मेलमिलाप इन्टेरियर भित्र चाहिँ कस्तो ठाउँ छ त्यसलाई मेलमिलापलाई इरुमिया भनेको मेलमिलापलाई बनाउँदै। अब भन्नुको मतलब कसरी बुझ्नु भने यो ठाउँमा हैन, यो ठाउँमा के बनाउँछु जस्तो पलङ बनाउँछु है, अनि यो ठाउँमा चाहिँ कुर्सी बनाउँछु, अनि यो ठाउँमा चाहिँ बाहिर हेर्नको लागि मिल्ने गरी चाहिँ हैन बसेर चिया खाँदै हेर्नको लागि अथवा एउटा यस्तो टेबल राख्छु भनेर त्यो भित्रको चाहिँ त्यो जुन छोवा भनेको मेलमिलापलाई इरुमे भनेको बनाउँदै मेलमिलाप बनाउँदै अथवा त्यसलाई चाहिँ जुन त्यसलाई चाहिँ सन्तुलनलाई मिलाउँदै भन्नु भनेको है, सन्तुलनलाई मिलाउँदै कालको माबा भनेको सफा र हेन्डे जगिन भनेको आधुनिक देख्नुभयो नि अहिले कति सफा थियो बिल्ट इन फर्निचर हैन। अहिले हामीले फर्निचर किनेर ल्यायो भने राख्दाखेरि मिल्दैन, हेर्नुहोस् राम्रो देखिँदैन। अब कतिजनाको घरमा हेर फर्निचर त कति राम्रो ल्याएर राखेको हुन्छ तर के नमिले जस्तो देखिन्छ, तर बिल्ट इन फर्निचर बनाउन लाउनु त कस्तो राम्रो बनाइदिन्छ हैन हो। अनि एकदम सफा र हेन्डे जगिन भनेको आधुनिक नुकिम उल भनेको चाहिँ महसुसलाई छुगिते मुने दिने भएको कारणले त्यस्तो फिलिङ्स दिने भएको कारणले गर्दा तपाईँ बिल्ट इन फर्निचर भएको कोठामा पस्नुहोस्, तपाईँलाई कस्तो दिन्छ, कस्तो सफा र आधुनिक टाइपको महसुस चाहिँ तपाईँलाई दिन्छ त्यो बिल्ट इन फर्निचरले। त्यस्तो खालको महसुस दिने भएको कारणले थौक अझ बढी इन्किगा मानाजीको भनेको लोकप्रियता त धेरै हुँदै गएर है, मानाजिदा भनेको धेरै हुनु, मानाजीको इस्मुदा भनेको धेरै हुँदै गइरहेको छ अरे है। ल बुझ्नुहोस्। अब छोइगुन भनेको हालसालै यो छिउन भनेको बनाइएको भनेको है, छिउन भनेको छित्ता भनेको बनाउनु, उन लागेपछि यो स चाहिँ हट्छ तपाईँलाई थाहा छ होइन, छित्ता भनेको बनाउनु अनि छिउन भनेको बनाएको, हालसालै बनाएको अपार्टमा खोगुप सुरपको खो भनेको हाई, खुब भनेको चाहिँ हाई लेभल भनेको हाई ग्रेडको अथवा उच्च स्तरको भनेको हैन। यो खोगुप सुरप्ता भनेको चाहिँ अलिक तपाईँलाई के हुन्छ त विशेषण भयो क्या, खोगुप सुरप्ता भनेको विशेषण भयो, किन भन्दाखेरि यो सुरप्ताले चाहिँ तपाईँलाई विशेषता भएको कुरा जनाउँछ। त्यही भएर उच्च स्तरको र भन्न खोजेको गुणस्तरको र सिरोजगिन भनेको प्र्याक्टिकल अथवा व्यावहारिक टाइपको, व्यावहारिक पनि हुनु पर्यो नि त। तपाईँले फर्निचर बनाउँदै गर्दाखेरि त्यो व्यावहारिकै छैन, त्यो काम लाग्ने नै छैन, त्यो प्र्याक्टिकलै छैन भने त काम छैन। अब सिरोङ जगिन भनेको प्र्याक्टिकल फिथुइन खागुगा मानी हेरै सल्ची थोइगो भनेको जडान भइरहेको भएर है, सल्ची थोइगो इन्नुन भनेको जडान भइरहेको इन्नुन गत्तो भनेको जडान भइरहेको कुरा पनि इते मुने त यसले गर्दा हो अरे। ल बुझ्नुहोस् है। अब किन चाहिँ यस्तो भएछ त भन्दाखेरि हिजो आज चाहिँ के त, हिजो आज भर्खरै बनिएको अपार्टहरू छ नि, त्यो अपार्टहरूमा चाहिँ एकदम उच्च स्तरको खो भनेको हाई, खोप भनेको चाहिँ यो चाहिँ ग्रेड भनेर हामीले अस्ति पढेको थियौँ नि होइन, थुङकुप पढाएको खोप जस्तो खोगुप भनेको चाहिँ खोगुप्पान छुङगुप्पान छोगुप्पान भनेर हामीले पढाएको छौँ। त्यो भनेको चाहिँ के अरे उच्च स्तरको के अरे माथिल्लो लेभलको, हाई लेभलको, मिडल लेभलको अनि सुरुको लेभलको भनेर पढेको क्या। भनेपछि यो चाहिँ हाई लेभलको भनेको, हाई लेभलको भएर अनि प्र्याक्टिकल पनि भएको बिल्ट इन फर्निचर चाहिँ धेरै चाहिँ जडान भइरहेको कुरा पनि यसले गर्दा हो अरे। किन त भन्दाखेरि अहिले चाहिँ अपार्टतिर चाहिँ सबै बिल्ट इन फर्निचर हुँदो रहेछ, बनाउँदो रहेछ। किन त त्यस्तो भएको त भन्दाखेरि यसले चाहिँ किन त यसरी जडान गरेको भन्दाखेरि यसले चाहिँ एकदम सफा, यो चाहिँ सफा अनि त्यस पछाडि यसले चाहिँ आधुनिकता पनि महसुस, आधुनिकताको महसुस पनि यसले झल्काउँछ भन्न खोजेको है। आधुनिकता पनि यसले जस्तो हेन्डे जगिन भनेको आधुनिक भनेको है, आधुनिक महसुसलाई पनि दिने भएको कारणले यो चाहिँ लोकप्रिय हुँदै गइरहेको छ भन्नु भने। किन त भन्दाखेरि फेरि यसले चाहिँ किन गर्दो रहेछ त भन्दाखेरि कोठाभित्रको इन्टेरियरसँग चाहिँ यसले चाहिँ सन्तुलन मिलाउँदै
इन्टेरियर कस्तो छ त, भित्रको लोकेसन कस्तो छ त, कति ठाउँ बचेको छ त, त्यसलाई सन्तुलन मिलाउँछ। त्यसलाई चाहिँ मेलमिलाप गराउँदै भनेको, मेलमिलाप बनाउँदै भनेको है, मेलमिलाप बनाउँदै। जस्तो छोवा भनेको चाहिँ मेलमिलाप हो क्या, मेलमिलाप। छोवा रोप्दा भन्नु अगाडि पनि हामीले पढेकै हो यो किताबमा। यो अगाडि किताबको मिनिङहरू धेरै आएको छ क्या, तपाईँहरू एकदम रेगुलर मिनिङहरू पढ्दै आउनुहोस् होइन। अनि त्यो मिनिङहरू चाहिँ त्यो ठाउँमा कहाँ प्रयोग भएको थियो त्यसलाई ख्याल गर्नु, अनि अर्को ठाउँमा आउँदाखेरि त्यसलाई अर्थ लगाउन सकिन्छ। होइन भने तपाईँलाई कस्तो पनि हुन्छ भने कुनै कुनै ठाउँमा एउटा अर्थ लाग्यो भने फेरि अर्को ठाउँमा अर्को पनि अर्थ लागेको हुन चाहिँ सक्छ है। त्यो कुरालाई ख्याल गर्नु, यहाँ यस्तो अर्थ लाग्यो, अब यहाँ यस्तो अर्थ लाग्छ भनेर बुझ्नुपर्छ। अब फेरि यहाँनिर अब अर्कोमा जाउँ, तोहान भनेको फेरि छैगुनन भनेको हिजो आज चाहिँ हालसालैमा चाहिँ खागु पुनमा नानेर भनेको फर्निचर मात्र नभएर है, खागु फर्निचर पुनमा नानेर मात्र नभएर यहाँ खन एसी अरे एयर कन्डिसन, छन्गी ओभन भनेको इलेक्ट्रिक ओभन होइन, इलेक्ट्रिक ओभन जस्तो इन्डक्सन चुलो भनेर भन्छ नि होइन, तपाईँलाई थाहा छ नि इलेक्ट्रिक ओभन। सिक्की सेचक्की भनेको चाहिँ भाँडा धुने मेसिन है, डिसवासर मेसिन। विदेशतिर त कोरियातिर त तपाईँको हातले भाँडा धुँदैन नि त, मेसिनमा हालिदिन्छ। दुङ आदि इत्यादि। खाजन सेफुङतो भनेको इलेक्ट्रोनिक सामान पनि फिल्थुइनुरो भनेको बिल्ट इन फर्निचरको रूपमा चाहिँ छेगुङ थियो भनेको चाहिँ उपलब्ध भएर, थौ भनेको अझै फ्याल्ली आगो भनेको अझै सहज भएर, सेरेन्थोइन भनेको चाहिँ एकदम परिष्कृत भनेको है, परिष्कृत भनेको के हो, यो चाहिँ परिष्कृत भएछ होइन, परिष्कृत लेख्नुपर्छ, परिष्कृत। मोडिफाइड भनेको अथवा निखारिएको भनेको है, निखारिएको त्यो खोगान स्पेसलाई छेगुङ आगो स्मृति त्यो ठाउँलाई चाहिँ के गर्छ त भन्दाखेरि उपलब्ध गराउँछ होइन। सेरेन्थोइन भनेको चाहिँ अलिकति के भन्ने, अब अलिकति परिष्कृत ठाउँलाई स्पेसलाई चाहिँ उपलब्ध गराउँछ भन्न भनेको। अब यसलाई हामीले हेरौँ एकचोटि सरस्वती के त भन्न भन्दाखेरि विभिन्न बेफाइदाहरू त छ, तर पनि त्यस्तोलाई पनि व्यवस्था गरेर है, त्यस्ता खालका व्यवस्थालाई पनि व्यवस्था गरेर चाहिँ अनि उच्च गुणस्तरको बिल्ट इन फर्निचर चाहिँ कोठाभित्रको जुन एउटा मेलमिलापलाई बनाउँदै मेलमिलापलाई बनाउँदै होइन, भन्नुको मतलब यो ठाउँमा यो राखिने, यो ठाउँमा यो राख्ने, यो ठाउँमा यति स्पेस बचेको छ यहाँ यसरी राख्ने भनेर त्यसलाई मिलाउँदै अनि सफा र आधुनिक खालको महसुस गराउने भएको कारणले अझ बढी चाहिँ लोकप्रियता हुँदै गइरहेको छ अरे बिल्ट इन फर्निचर चाहिँ। अनि हालसालै बनाएको अपार्टमा चाहिँ हाई लेभलको र तपाईँको प्र्याक्टिकल खालको बिल्ट इन फर्निचर चाहिँ धेरै जडान भइरहेको कुरा पनि यसैले गर्दा हो। किन त यसले गर्दा, केले गर्दा त भन्दाखेरि माथि पढ्नु भयो नि त होइन, केले गर्दा त भन्दाखेरि यसले चाहिँ कोठाभित्रको एउटा जुन तपाईँको कति ठाउँ बचेको छ त्यसलाई मेलमिलापलाई पनि त्यसले के गर्छ, सन्तुलनमा ल्याउँछ अनि सफा पनि देख्छ, आधुनिक पनि देखिने भएको कारणले गर्दाखेरि यो आधुनिक भएर लोकप्रिय भएको कारणले गर्दाखेरि पनि अहिले हरेक तपाईँको अपार्टहरूले यो बनाउँछन् भन्न भनेको है। यसैले गर्दा हो बनाएको हो, नभए त बनाउँदैन थियो होला नि त। सबै मान्छेले चाहिँ यस्तै बिल्ट इन फर्निचर मन पराउँछ, अनि अपार्टमा गएर पनि बिल्ट इन फर्निचर देख्यो भने मान्छेलाई के हुन्छ, सफा देखिन्छ, आधुनिक महसुस गराउँछ त्यसले, अनि मान्छे त्यहाँ बस्छ भनेर उनीहरूले बनाएको हो। फेरि हालसालै चाहिँ फर्निचर मात्र नभएर एसी जस्ता कुराहरू अनि छन्गी ओभन त्यहीँनिर हालिदिँदो रहेछ क्या, त्यहीँ जडान गरेर बनाइदो रहेछ। एसी पनि त्यहीँ जडान गरेर बनाइदिने हेर्नुहोस्। अनि इलेक्ट्रिक ओभन पनि त्यहीँनिर, इन्डक्सन चुलोहरू पनि त्यही फिट गरेर हालिदिने। अनि तपाईँलाई भाँडा धुने मेसिन पनि त्यही भित्तामै सर्न नमिल्ने गरी बनाइदिने क्या, आधुनिक पनि देखिन्छ नि त। अनि त्यस पछाडि यस्ता खाजन चेप भन्ने पनि तपाईँको बिल्ट इनद्वारा नै, बिल्ट इनको रूपमै उपलब्ध भएर अझ बढी सहज र एकदम परिष्कृत खालको एकदम निखारिएको देखिन्छ भनेपछि एकदम आधुनिक देखिन्छ भनेको। सेरेन्थोइन भनेको चाहिँ त्यस्तो स्पेसलाई चाहिँ उपलब्ध गराएको हुन्छ भन्न भनेको है। ल फेरि हेरौँ, यस्तो खालको बेफाइदामा पनि व्यवस्था गरेर
उच्च गुणस्तरको बिल्ट इन फर्निचरलाई कोठाभित्रको इन्टेरियरसँग चाहिँ मेलमिलाप बनाउँदै अथवा त्यस सन्तुलनलाई मिलाउँदै सफा र आधुनिक महसुसलाई दिने भएको कारणले अझ बढी लोकप्रिय धेरै हुँदै गइरहेको छ। हालसालैमा चाहिँ बनाएको अपार्टमा एकदम उच्च हाई लेभलको हाई लेभलको हाई लेभलको र प्र्याक्टिकल बिल्ट इन फर्निचर चाहिँ धेरै जडान भइरहेको कुरा पनि यसले गर्दा हो। इतेमुनि इमिदा यसले गर्दा होइन। अब यहाँनिर मानी सल्ची थोइगो इन्नुन भनेको चाहिँ धेरै जडान भइरहेको गतको कुरा पनि इतेमुनि इमिदा। फेरि हालसालैमा चाहिँ फर्निचर मात्र नभएर एसी छन्नी ओभन भनेको है चुल्हा भनेको इलेक्ट्रिक चुल्हा भनेको इन्डक्सन चुल्हाहरू भन्न खोजेको सिक्की से चक्की भनेको भाँडा धुने मेसिन डिसवासर मेसिन आदि इत्यादि चाहिँ इत्यादिको इलेक्ट्रिक जुन प्रोडक्ट पनि तपाईँको बिल्ट इनको रूपमा चाहिँ उपलब्ध भएर अझ बढी सहज र परिष्कृत जुन स्पेसलाई उपलब्ध गराइरहेको हुन्छ। भनेपछि स्पेस चाहिँ मजाले मिलाएर बनाइदिरहेको हुन्छ। अनि स्पेस त के भयो परिष्कृत भइहाल्यो नि होइन। सबै मिलाएर बनाइदिइराखेको हुन्छ अनि राम्रो देखिन्छ भनौँ भनेको है। अब हामीले यो सक्यौँ है। अब हामीलाई यसलाई सकिसकेपछि अब यहाँनिर हेरौँ त खागु यनमा छागबे थे मारल सिप्ता फर्निचरको त चिल्लाउने कामको बारेमा कुराकानी गर्न सकिन्छ। खागु थोजाङ छागबे थे मुटको थेदाबाल सिप्ता फर्निचर जुन थोजाङ भनेको चाहिँ तपाईँको प्राइमर लगाउने कामको बारेमा सोधेर उत्तर दिन सकिन्छ। छिल्मुनुन छल्ता नानुन फ्योनुन स्याङ्गाल सिप्ता भनेको प्रश्नलाई जुन छल्तान हादा छन्दा लादा भनेको छल्तान हादा भनेको छन्दा लादा भनेको चाहिँ तपाईँको सम्प्रेषण गर्ने अभिव्यक्तिलाई प्रश्नलाई सम्प्रेषण गर्ने अभिव्यक्तिलाई प्रयोग गर्न सकिन्छ भनेको छ है। अब हामीले यो त हामीले सक्यौँ नि होइन कतै छुट्नु त छुटेन नि ठुलो बनाउँदाखेरि कहिले छुटेको पनि हुनसक्छ कि त्यो भएर हेरेको। अब हामीले यसलाई हेरौँ ठाउँ नेङ्गा फान्गे नुन खुरिमुल खुरिसियो भनेको छ है। अब यसलाई हेर्दाखेरि के छ त भन्दाखेरि ठाउँ नेङ्गा फान्गे नुन खुरिमुल होनमगुल छेदाने हो भनेको चाहिँ होनमग भनेको काठ छेदान आधा भनेको नापेर काट्नु है। अब काठ नापेर काट्नु भनेको चाहिँ पक्कै पनि यो हुन्छ है यो हुन्छ किन नाप्दैछ नि त। यो चाहिँ सेन्दिङ हादा हो अथवा यसलाई यनमा हादा पनि भन्न सकिन्छ। चिल्लाउँदैछ है ग्राइन्डरले चिल्लाउँदैछ। यो चाहिँ होमोल फादा हो अगाडि किताबमा पढेको थियौँ। यो चाहिँ साफो जिरो लादा है साफो जिरो लादा। अब यसलाई यनमा हादा पनि सेन्दिङ हादा पनि भन्न सकिन्छ यसलाई पनि भन्न। तर यो चाहिँ खास गरी चाहिँ साफो जिल किनभने साफो छ नि त त्यहाँ हातमा होइन त्यो भएर यसलाई चाहिँ साफो जिल हादा नै भनौँ। अब त्यस पछाडि हामी जाउँ अर्कोमा थाउमजुङ मिचुल छिन बुबनी मानुन मुन्जाङुल खोरुसिप्सियो तलका मध्ये मिचुल छिन भनेको अन्डरलाइन गरेको भाग मिल्ने वाक्यलाई रोज्नुहोस् भनेको छ। छागम जाङी अदि इच्छाको हेर्छ यो जागो आधा भनेको चाहिँ औ भनेर भन्नु है। जागो आधा भनेको चाहिँ औ भन्नु भनेर भन्नु। अनि इत्ता भनेको हुनु। खास गरी जागो आधा भनेको इत्ता अप्तामा लाग्दैन हेर्नुहोस् होइन। तपाईँको एक्जेक्टिभमा लाग्दैन खालि एक्सन भयो फिक्स काम भएको ठाउँमा फिक्स काम हुने ठाउँमा मात्रै जागो आधा लाग्छ। जस्तो मक्साको आधा होइन खाजाको आधा फेउजाको आधा। अब इत्तामा इच्छाको आधा हुँदैन एक त होइन। अनि त्यसरी यो पढ्नु त कार्यस्थल कहाँ छौँ भनेर भन्यो भन्न मिल्छ त। यो त औ भनेर भन्नु मिल्दैन नि त। यो मिलेन नि त होइन। यहाँ मैले राइट गरेछु तर यो मिल्दैन भनेको होइन। कार्यस्थल कहाँ छौँ भनेर भन्नु कहाँ यो त औ भनेर भन्नु हो नि त। जागो आधा भनेको त औ भनेर भन्नु। अनि यो त मिल्दैन नि त कहाँ हुनु हो यो। अब कहाँ छौँ भनेर भन्यो भन्ने मिल्दैन है। छाकप जाङी अदि भनेपछि फेरि प्रश्न रहेछ। फेरि हेर्नुहोस् है यो प्रश्न अदि भनेको प्रश्नमा आउँछ। अनि फेरि प्रश्नमा आयो भने हामीले हिजोको पाठमा पढेको थियौँ नुन्यागो आधा हुन्यागो आधा न्यागो आधा आउँछ जागो आधा आउँदैन है। त्यो भएर यो मिलेन।
अन्जे यो पनि प्रश्न भइसक्यो प्रश्न आइसकेपछि तपाईँले के बुझ्नुहोस् प्रश्न आइसकेपछि के बुझ्नुहोस् नुन्यागो आधा न्यागो आधा होइन उन्यागो आधा हुन्छ यहाँ थेगुनुल हेनो न्यागो हेर्छयो है अन्जे थेगुनुल हेनो न्यागो अन्जे थेगुनुल हेनु न्यागो हेर्छयो यो पो मिलेछ त ल किनभने प्रश्न पनि छ होइन अनि त्यस पछाडि हेनु न्यागो कहिले थेगुन गर्यौ भनेर भन्नुभयो सोध्नुभयो होइन कहिले थेगुन गर्यौ भनेर सोध्यो भनेर भन्ने कुरा ठिक छ ल किनभने यहाँनिर नुन्यागो आधा आयो प्रश्न पनि छ ल यो कुरा ठिक छ मोल्लो भनेको यो पनि प्रश्न यो मोल्लो भनेको केद्वारा भनेको अब प्रश्न मो भनेकै मोल मो मोसुल होइन यो सबै प्रश्न हो मो त्यो सबै प्रश्न हो मोल्लो मन्जिरुल थरु थरत तागो हेसायो मिल्दैन यहाँ चाहिँ केद्वारा भनेर प्रश्न गरेको त अनि यहाँ चाहिँ थागो आधा यहाँ चाहिँ सिम्पल जस्तो साधारण वाक्यमा प्रयोग हुने डेक्लरेटिभ सेन्टेन्सको कुरा आएको छ थागो आधा डेक्लरेटिभ सेन्टेन्समा लाग्छ है भनेपछि सामान्य वाक्यमा लाग्छ सामान्य वाक्य भनेको कस्तो हो त भन्दाखेरि अगाडिको अरू जम्मा 4 पर्छ 4मा चाहिँ एउटा प्रश्नको हुन्छ एउटा के अरे औ भन्ने लेट्स फर्मको हुन्छ एउटा नोसको हुन्छ ती बाहेकको वाक्य भनेको टेन्सका वाक्य भनेर भन्दा हुन्छ क्या अब यहाँनिर चाहिँ के छ त भन्दाखेरि यो चाहिँ टेन्सको वाक्यमा लाग्ने छ तर यहाँ चाहिँ प्रश्न छ होइन जस्तो यो मल्लो भने यो नभएको भए चाहिँ फेरि मिल्थ्यो पनि मन्जिरुल थरत्ताको हेर्छ भनेको धुलोलाई टकटक्याएँ भनेर भन्यो भन्ने हुन्थ्यो होइन अब यहाँनिर फेरि प्रश्न छ प्रश्न भएपछि त नुन्यागो आधा न्यागो आधा उन्यागो आधा हुन्छ होइन तर यहाँनिर चाहिँ के भयो त भन्दाखेरि यो मिलेन है यो मिलेन अब यहाँनिर चाहिँ यो चाहिँ यहाँ प्रश्न गऱ्यो अनि फेरि यहाँ चाहिँ तपाईँले थागो आधा गर्यो है यो सोध्ने भने चाहिँ फेरि चाहिँ मन्जिरुल थरत्ताको हेर्छ धुलोलाई टकटक्याएँ भनेर भन्यो मिल्थ्यो फेरि मोल्लो मन्जिरुल थरत्ताको हेर्छ भने चाहिँ मिल्दैन है यो चाहिँ किनभने प्रश्न गरेको छ यहाँ फेरि प्रश्न भनिसकेपछि यहाँनिर फेरि थागो आधा गरेको छ थागो आधा भनेको चाहिँ डेक्लरेटिभ सेन्टेन्समा अथवा सामान्य वाक्यमा होइन अथवा टेन्सको वाक्यमा अथवा उत्तर दिने वाक्यमा भन्दा पनि हुन्छ प्रश्नको वाक्यमा छुट्टै छ एउटा चाहिँ औ भनेर भन्ने छ होइन अनि एउटा चाहिँ नोस भनेर भन्ने छ जम्मा 4 छ क्या त्यस्तै गाह्रो छैन कोरियन भाषामा तपाईँको इन्डाइरेक्ट स्पिच गाह्रै छैन इजी छ तर तपाईँ अलिकति ध्यान चाहिँ दिनुपर्छ एउटा टेन्सको वाक्यहरू भन्नुहोस् होइन टेन्सको वाक्य प्रेजेन्ट टेन्स पास्ट टेन्स फ्युचर टेन्स हुन चाहिँ फेरि पास्ट टेन्स फ्युचर टेन्स प्रेजेन्ट टेन्स चाहिँ फेरि क्वेसनमा पनि हुन सक्छ है तर त्यो चाहिँ प्रश्नको रूपमा अब छुट्टै भइहाल्यो उत्तरको रूपमा भएको भन्न खोजेको मैले अनि अर्को कुरो चाहिँ के छ जागो आधा छ लेट्स फर्म औ भनेर भन्ने है त्यसमा जागो आधा गर्ने सजिलो छ भवेल कन्सोनेन्ट जे भए पनि जागो आधा अनि अर्को नुहोस् भनेर भन्ने है त्यो चाहिँ रिक्वेस्ट होइन सेव उसेव हामी भन्छौँ नि डाइरेक्ट स्पिचमा त्यसैलाई इन्डाइरेक्ट बनाउँदाखेरि रागो उरागो हादा गर्नु पर्यो अब अर्को प्रश्न छ त्यो बाहेकको जुन उत्तर दिने होइन टेन्सको वाक्य छ त्यसलाई चाहिँ हामीले थागो आधा गर्यौँ अब यहाँ टेन्सको वाक्य छ थागो आधा होइन उत्तर दिनेवालामा यहाँ चाहिँ फेरि प्रश्न गर्नेवालामा छ अनि भयो त मिलेन नि त अब यो नमिलिसकेपछि यो पनि मिल्दैन हेर्नुहोस् किनभने यहाँ मिलिसक्यो म्याचिए कति बजे यो पनि प्रश्नमा भइसक्यो कति बजे भने चाहिँ प्रश्नमा भयो होइन अब छम्सिमुल मगुराको हेर्छ यो त हुँदैन नि त किन भन्दाखेरि कति बजे दिउँसोको खाना खानुहोस् भनेर भन्यो मिल्छ त मिल्दैन कति बजे खानुहोस् भनेर भन्यो यसमा त हामीले खानुहुन्छ भनेर भन्नुभयो सोध्नुभयो भन्ने चाहिँ मिल्छ फेरि कति बजेमा दिउँसोको खाना खानुहुन्छ होइन खानुहुन्छ भनेर सोध्नुभयो अथवा खान्छौ भनेर सोध्नुभयो यो खानुहोस् भनेर भन्नुभयो भन्नु कति बजे दिउँसोको खाना खानुहोस् भनेर भन्नु खानुहोस् भनेर हामी भन्छौँ त भन्दैनौँ नि त कति बजे अब जस्तो मैले सोधेँ कति बजे खाना खान्छौ भनेर कति बजे खाना खान्छौ भनेर सोधेँ होइन अनि अर्को साथीले चाहिँ के भन्यो अब जस्तो फर्माले चाहिँ कति बजे खाना खानुहोस् भनेर सोध्नु मिल्दैन त्यो भएको भएर यो पनि मिल्दैन है ध्यान दिनुहोस् अब हेर्नुहोस् थिनखाने थुरागाल खाजाङ आलमाजुन गसुन खोरसिप्सी हो मोक्चे भनेको काठमा है काठमा होमोल होमी सस भनेको वाल भएर अथवा खाल्डो भएर कोबिल्टा भएर हत्थिरो भनेको जुन पुटिनद्वारा चाहिँ होमोल मेवासय हुन्छ है मैले गरिदिइहालेँ
हास्सयो भनेको चाहिँ यो चाहिँ खोपिल्टा पार्नु होमोल फादा खोपिल्टा पारे भन्ने मिल्दैन ल अब के हुन्छ अब जस्तो के हुन्छ यहाँनिर त सिधै भनिसक्यो त काठमा पाल भएर अथवा खोपिल्टा भएर पुटिङद्वारा चाहिँ पाल पारे के अरे खोपिल्टा बनायो भन्ने त हुँदैन नि त पुटिङद्वारा त खोपिल्टा हुँदैन किनभने अलरेडी यहाँनिर के छ खोपिल्टा छ भन्न भने त खोपिल्टा भएपछि त पुटिङद्वारा त के गर्नु पर्यो त्यसलाई त पुर्नु पर्यो नि त टाल्नु पर्यो नि त यहाँनिर के अरे खोपिल्टा पारे भन्दा त भएन नि पुटिङद्वारा खोपिल्टा पारे काठमा खोपिल्टा भएर पुटिङद्वारा खोपिल्टा पारे भन्ने मिल्दैन तुरसय भनेको यो तुल्था भनेको पाल पर्नु तुरसय भनेको पाल पारे यो पनि मिलेन है किन भन्दाखेरि काठमा पाल काठमा खोपिल्टा भएर पुटिङद्वारा चाहिँ पाल पारे मिल्दैन है तुल्था पाल पार्नु मान्दुरसय बनाए मिल्दैन अब के हुन्छ काठमा पाल भएर पुटिङद्वारा चाहिँ खोपिल्टा बनाए पुटिङद्वारा खोपिल्टा हुँदैन त्यो भएर यसको 2 नम्बर एन्सर भइसक्यो अब 4 नम्बर जाउँ थाउमुन मुसे थियान सल्मेङ इम्निका तलको चाहिँ के को बारेमा व्याख्या हो है त हेर्नु छेदानुल माछिन भनेको माछिदा भनेको सक्नु है माछिदा भनेको सक्नु सकाउनु भनेको अब माछिन भनेको सकाएको है माछिन भनौँ भने सकाएको भनेको यो नापेर काट्ने काम चाहिँ सकाएको काठमा छेसोरोल भनेको जुन प्राइमरलाई फाल्ला भनेको दलेर फेइन्थु सेककारी भनेको पेन्टको कलर चाहिँ सन्म्याङ हाग्यो भनेको अझै क्लियर हुने गरी होइन स्पष्ट हुने सन्म्याङ हादा भनेको क्लियर हुनु है क्लियर हुनु स्पष्ट हुनु भनेको है स्पष्ट हुनु सन्म्याङ हागे भनेको स्पष्ट हुने गरी फोयदुरेक भनेको देखिने गरी है स्पष्ट हुने गरी देखिने गरी चाहिँ गर्ने छागा बिन्दा काम हो अरे गर्ने काम हो अरे के हो त खोजाङ छागा होला नि होइन ल किनभने हेर्नु है छेसो भनेकै के हो खोजाङ हो ल अब यनमा छागप चिल्लाउने काम हो त होइन नि त सम्मान छागप लेखको काम पनि होइन खोजाङ छागप टेक्ने काम पनि होइन किन त भन्दाखेरि जुन नापेर काटेको जुन तपाईँको सकाएको काठमा चाहिँ प्राइमर दलेर पेन्टको कलर चाहिँ राम्रोसँग स्पष्ट हुने गरी देखिने गरी गर्ने काम भनेकै खोजाङ छागप हो है प्राइमर लगाइसकेपछि के हुन्छ राम्रोसँग कलर लाग्छ कलर पनि स्पष्टसँग देखिन्छ त्यसैको लागि है त्यो भएर हामीले 1 नम्बर गरौँ अब जाउँ हाउम खुरुलिलको नियमको खाचुन गसुल खोरु सिक्स्यो के भन्दैछ त भन्दाखेरि फिल्थुइन खागो चाहिँ विशेष त्यो स्पेसमा मिलाएर है विशेष गरी स्पेसमा मिलाएर छेजाक पेन भनेको बनाइएको अथवा बनाएको फर्निचरको रूपमा चाहिँ दराज र सुनापजाङ भनेको चाहिँ दराज भनेको चाहिँ तपाईँको ओच्चाङ भन्यो भने चाहिँ फेरि दराज मात्रै नभएर तपाईँलाई यसले लुगा राख्ने दराज भन्न भनिन्छ लुगा राख्ने आलमारी अथवा दराज भन्ने बुझियो होइन अनि त्यस पछाडि छेक्चाङ भने किताब राख्ने आदि इत्यादि हुन्छ भनौँ है अनि खोङ्गानलाई चाहिँ प्रभावकारी रूपमा प्रयोग गर्न सकिने भए तापनि है खोङ्गानलाई स्पेसलाई जुन कोठाभित्रको स्पेसलाई चाहिँ प्रभावकारी रूपमा चाहिँ प्रयोग गर्न सकिने भए तापनि जडान र त्यसलाई भत्काउनेमा चाहिँ खर्च है र त्यसलाई जुन डिस्ट्रोय गर्न अथवा भत्काउनमा चाहिँ धेरै खर्च लागेर त्यसलाई हामीले रिप्लेस गर्न पनि गाह्रो हुने चाहिँ बेफाइदा छ यस्तो खालको बेफाइदालाई पनि के गर पर्वाह नगरेर होइन अथवा मतलब नगरेर चाहिँ हालसालैमा चाहिँ लोकप्रिय धेरै हुँदै गएर खाजन सेपुङ पनि इलेक्ट्रोनिक सामान पनि बिल्टइनकै रूपमा चाहिँ फिल्थुइनकै रूपमा चाहिँ बनाइएको हुन्छ होइन बनाइरहेका छन् भनेको है छेजाक छोइदा भनेको बनाउनु अनि बनाइरहेको छ भन्नु भनेको है छेजाक थोइगो स्मृता भन्नु अब हामी यतातिर जाउँ के भनौँ त भन्दा फिल्थुइन खागो चाहिँ सल्ची हागी स्विप स्मृता बिल्टइन फर्निचर चाहिँ जडान गर्न सजिलो हुन्छ अब बिल्टइन खागो जडान गर्न पनि गाह्रो हुन्छ भत्काउन पनि गाह्रो हुन्छ सजिलो हुँदैन यो वहीँ जानु पर्यो वहीँ गएर बनाइदिनु पर्यो ठाउँमा जुन लोकेसनमै गएर होइन स्पेस हेरेर त्यो अनुसार बनाउनु सजिलो हुन्छ भनेर त कतै पनि भनेकै छैन होइन
त्यो भएर हामीले यसलाई हामीले सही मान्न सक्दैनौँ है। फिल्थोइन खागो चाहिँ सुइपके सजिलै गरी खोचिहाल्छु सजिलै गरी रिप्लेस गर्न सकिन्छ, सकिँदैन है। यो सकिँदैन। अब त्यस पछाडि फिल्थोइन खागो चाहिँ यो जुन हिजोआज चाहिँ फ्याल्नु इन्जिगा अप्नेदा खासै लोकप्रिय छैन अरे। बिल्ट इन फर्निचर चाहिँ आजकल खासै इन्किगा अप्सुनेदा लोकप्रिय छैन अरे। किन लोकप्रिय छैन? लोकप्रिय हुँदै 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 गएको छ। यसलाई पनि हामीले फिल्थोइन खागो चाहिँ खुङ्गाङ्गुल भनेको स्पेस त्यो ठाउँलाई होइन, कोठाभित्रको ठाउँलाई ह्युच गुरु भनेको प्रभावकारी रूपमा सायुङ हागे भनेको प्रयोग गर्ने गरी हेजुमिदा उनीहरूले गरिदिन्छ। यो कुरा ठिक हो। बिल्ट इन फर्निचर चाहिँ स्पेसलाई प्रभावकारी रूपले प्रयोग गर्ने गरी उनीहरूले गरिदिन्छ भन्ने कुरा चाहिँ ठिक हो। उनीहरूले आउँछ, हेर्छ होइन, अनि स्पेस कस्तो छ त्यो स्पेसलाई चाहिँ प्रभावकारी रूपमा प्रयोग गर्न सक्ने गरी चाहिँ गरिदिन्छ भन्ने कुरा चाहिँ ठिक हो। ल हामीले चाहिँ 4 नम्बर गऱ्यौँ है। ल अब हामीले लिसनिङमा जाउँ। लिसनिङमा के छ हेरौँ सरसर्ती है। ल अब थाउमल थुत्को थुरुन्नेवा फान्गेइनुन थुरिमुल खोरिसिप्सी होला। एक ठाउँमा चाहिँ एक नम्बरमा चाहिँ तपाईँको छर्किँदै गरेको छ होइन, पानी छर्किँदै गरेको। 2 नम्बरमा पल पार गर। 3 नम्बरमा चाहिँ अब के गर्दै गरेको, 4 नम्बरमा के गर्दै गरेको। हामी पहिला प्रश्न सुनौँ, प्रश्न सुनिसकेपछि थाहा भइहाल्छ होइन, र एन्सर कुन हो भन्ने कुराहरू पत्ता लगाउनतिर लागौँ। 마두씨, 반장님께서 뭐라고 하셨어? 1번. 1 नम्बर 다음을 듣고 들은 내용과 관계 있는 그림을 고르십시오. 오후에는 무슨 작업을 해야 돼요? ओहुएनुन मुसुन 작업을 해야 돼요? दिउँसोमा चाहिँ कुन काम गर्नुपर्छ भन्न भनौँ है। दिउँसो भनेको मैले पिएम भनेर भन्नुपर्ने होइन, ओहु भनेको पिएम हो। पिएममा चाहिँ कुन काम गर्नुपर्छ, दिउँसोमा चाहिँ कुन काम गर्नुपर्छ? 도색 작업을 해야 돼요. 도색 작업을 해야 돼요. रङको काम गर्नुपर्छ भनेर भनौँ। रङको काम गर्नुपर्छ भनेको चाहिँ 3 नम्बर हो है। यो होइन रङको काम गरेको, यो पनि होइन, यो चाहिँ रङको काम गरेको है। यो पनि रङको होइन, यो चाहिँ के को काम गरेको त भन्दाखेरि यो फत्ती भन्न भनौँ नि, पुटिङ लगाएको। त्यो भएर यो पनि भएन। यो हुमुल मेहुदा भन्नेमा थियो होला सायद होइन, खाल्डोलाई पुरेको होइन, खाल्डा खोल्लीलाई पुरेको। अब 2 नम्बरमा जाउँ। थाउमल थुत्को मुरुमे 알맞은 대답을 고르십시오. अब हामी 2 नम्बरमा सुन्छौँ के छ। 2번부터 3번까지 다음을 듣고 물음에 알맞은 대답을 고르십시오. 2번. 그라인더를 사용해 봤어요? ग्राइन्डरल 사용해 봤어요. ग्राइन्डर प्रयोग गरी हेर्नु भएको छ भनेर भनेको छ। ग्राइन्डर प्रयोग गरी हेर्नु भएको छ। ग्राइन्डरल 사용해 봤어요 भन्दाखेरि ने ग्राइन्डर가 있어요 भन्ने मिल्दैन है। ग्राइन्डर प्रयोग गर्नु भएको छ भन्दा हजुर ग्राइन्डर छ भन्नु त मिल्दैन। ने ग्राइन्डरल सभासयो चाहिँ मिल्छ। हजुर सब खोदा भनेको चाहिँ प्रयोग गरे हेर्नु, सुदा प्रयोग गर्नु, सब खोदा भनेको चाहिँ अप खोदा लागेको है भने चाहिँ प्रयोग गरी हेरेको छु भन्ने मिल्छ। ल आनियो खुराइन्दगा छाल्थ्यो भनेको होइन, होइन ग्राइन्डर राम्रो हुन्छ। छाल थोइदा भनेको राम्रो हुनु, ग्राइन्डर राम्रो हुन्छ मिल्दैन। ग्राइन्डर राम्रो हुँदैन भनेको चाहिँ हुन्छ, होइन ग्राइन्डर राम्रो हुन्छ भन्ने मिल्थ्यो। आनियो ग्राइन्डरगा खाब्य होइन ग्राइन्डर हलुका छ मिल्दैन। ग्राइन्डर प्रयोग गरी हेर्नु भएको छ हजुर प्रयोग गरी हेरेको छु। ने ग्राइन्डर सभासयो भन्ने चाहिँ मिल्छ है। अब हामी 3 नम्बरमा जाउँ। यसको लिसनिङ चाहिँ हामीले पहिला यसको लिसनिङ सुनेको छैनौँ होइन। यसको लिसनिङ चाहिँ हामी सुनौँ। यहाँनिर मैले बजाइसकेको छैन। 1. 네, 그라인더가 있어요. हजुर ग्राइन्डर छ भन्नु भन है। 2. 네, 그라인더를 써봤어요. हजुर ग्राइन्डर प्रयोग गरी हेरेको छु। 3. 아니요, 그라인더가 잘 돼요. होइन ग्राइन्डर राम्रो हुन्छ। 4. 아니요, 그라인더가 가벼워요. होइन ग्राइन्डर हलुका छ। अब हामी 3 नम्बरमा जान्छौँ।
3번, 페인트가 얼마나 있어요? पेन्ट가 얼마나 있어요? पेन्ट कति छ हैन पेन्टिङ भन्न खोजेको है पेन्टको कलर जुन अब थुथोङ 있어요 भन्ने मिलिसक्यो है दुई थोङ भनेको भाँडा अथवा यहाँनिर चाहिँ फेन्थुथोङ भनेपछि त्यो पेन्टको डब्बा भन्ने बुझ्नु पर्यो है पेन्टको डब्बा अथवा गेलिन थोङ भनेको गेलिन पनि हुन्छ डब्बा पनि हुन्छ थोङ भन्छ है त्यसको लागि चाहिँ अनि गन्न पनि थोङमै गन्छ छाङ्गो 있어요 मिल्दैन है अब भनेको चाहिँ के थियो त भन्दा फेन्थुका 얼마나 있어요 पेन्ट कति छ गोदाममा छ भन्न त मिल्दैन दुई ड्रम छ भन्न चाहिँ मिल्छ है 지금 फारुको 있어요 अहिले दल्दैछु भनेको है फारुदा भनेको चाहिँ रङ दल्नुलाई पनि फारुदा मलम दल्नुलाई पनि फारुदा हैन त्यो मिल्दैन आगुसी हान्थे 있어요 भनेको आगुसीसँग छ भन्न मिल्दैन पेन्ट कति छ भन्दा कति जति छ भन्दाखेरि आगुसीसँग छ मिल्दैन है यसको लिस्टिङ सुनौ 1. 2통 있어요. दुई डब्बा छ 2. 창고에 있어요. गोदाममा छ 3. 지금 바르고 있어요. अहिले दलिरहेको छु 4. 아궁 씨한테 있어요. आगुङजीसँग छ भन्नु भन्यो है अब हामी 4 नम्बरकोतिर जाउँ है 4 नम्बरको चाहिँ ठाउँमा सुत्पु इयजिनुन 말로 가장 알맞은 것을 고르십시오. यो चाहिँ 이어지는 말 छ सुनौँ के भन्छ 4번. 다음을 듣고 이어지는 말로 가장 알맞은 것을 고르십시오. 마스크 꼭 쓰고 스프레이를 뿌리세요. मास्क를 꼭 쓰고 भनेको चाहिँ मास्कलाई अनिवार्य लगाएर मास्कमा चाहिँ सुदा हुन्छ है मास्कमा चाहिँ सुदा हुन्छ मास्कलाई अनिवार्य लगाएर सुफुरेइरुल भनेको चाहिँ स्प्रेलाई पुरिसेयो भनेको छर्किनुहोस् भनेको स्प्रे गर्नुहोस् भनेको है सुफुरेइरुल पुरिदा भनेको चाहिँ स्प्रे छर्किनु भनेको भने चाहिँ मास्क अनिवार्य लगाएर स्प्रे छर्किनुहोस् भन्दाखेरि 1 नम्बरको चाहिँ एन्सर हुन्छ 4 नम्बरको चाहिँ 1 नम्बर एन्सर हुन्छ किनभने आल्गेसय बुझे कुरखे हाल्थ्यो त्यसै गरी गर्नेछु भन्ने हुन्छ है आल्गेसय बुझे खै थाहा थोइ खायो मिल्दैन बुझे खै भनेको लगभग भनेको है थाहा भनेको सबै थोइ खायो भनेको सबै भइसक्यो भन्न खोजेको हैन लगभग सबै हुन्छ भन्न खोजेको सबै भइसक्यो अथवा के रे थाहा थोइदा भनेको सबै हुनु थोइ खायो अब यस्तो खालको पनि बेला बेला आउँछ याद गर्नुहोस् है थोइ खादा पनि हुँदो रहेछ थोया खादा अब छोआयो ठिक छ चिकुम छागप जुङ्गियो अहिले काम गर्ने क्रममा छु भन्ने मिल्दैन छोआयो ठिक छ छागबोल पाल्ली कुन्देल के हो हैन यो पनि मिल्दैन ठिक छ काम छिटै सकाउने छु कुन्देल के हो कुन्नेदा भनेको सकाउनु कुन्देल के हो भनेको सकाउने छु अब हामीले यसको अप्सन पनि सुनौ 1. 알겠어요. 그렇게 할게요. बुझे त्यसै गरी गर्नेछु 2. 알겠어요. 거의 다 되어가요. बुझे लगभग सबै हैन भइसक्यो भन्न खोजेको है 3. 좋아요. 지금 작업 중이에요. ठिक छ अहिले काम गर्ने क्रममा छु 4. 좋아요. 작업을 빨리 끝낼게요. ठिक छ काम छिटै सकाउने छु भन्न भन्नु है अब हामी 5 नम्बरमा जान्छौँ 여자는 왜 창고에 갑니까? 5번. 여자는 왜 창고에 갑니까? 작업한 후에 뚜껑을 안 닫아둬서 페인트가 좀 굳었어요. के भन्नु त भन्दाखेरि छागाबान हुए काम गरेपछि तुकङ भनेको चाहिँ बिर्को है तुकङ भनेको चाहिँ बिर्को लेखिराखौँ हैन तुकङ भनेको चाहिँ बिर्को अब यसमा चाहिँ तपाईलाई एक दुईवटा मिनिङ चाहिँ लेखिदिनु पर्छ हैन के भन्दाखेरि थुकम है थुकम तुकङ भनेको बिर्को अथवा ढकन भन्दा पनि हुन्छ है जस्तो कुनै पनि उसको ढकन लाउनु पर्छ नि त हैन अब तुकङुल आन थादा भनेको बन्द नगरेर भनेको है
आन थादास नै भनेको थाता भनेको बन्द गर्नु थादा भनेको बन्द गरेर थादास आन थादा बन्द नगरेर बन्द नगरिदिएर आन थादा थ्वस भनेको बन्द नगरेर नगरी राखेर भनेको है फेइन थुगा भनेको पेन्ट चाहिँ चोम अलि कुदस्सयो है खुदस्सयो भनेको खुत्ता भनेको जम्नु है अगाडि किताबमा पनि हामीले पढेका थियौँ खुत्ता यो चाहिँ जम्नु भनेको जस्तो हामीले केमा पढेको थियौँ भन्दाखेरि खोनखुरी तुरुल कुत्ता भनेको पढेका थियौँ जम्नु है जम्नु पानी जम्नुमा त फेरि अल्दा हुन्छ होइन होइन अल्दा भनेको जम्नु अरुम भनेको आइस हुन्छ तर अरू कुराहरू जस्तो सिमेन्टहरू जम्नु कन्क्रिटहरू मसला मुसेको हुन्छ जम भने त्यसलाई कुत्ता हुन्छ है खुत्ता अब यहाँनिर चाहिँ के त भन्दाखेरि पेन्ट चाहिँ जम्यो भन्नु भन्दैछ है त्यस पछाडि हेरौँ के भन्छ 한번 봐요. एकचोटि हेरौँ भन्नुहुँदैछ 아, 너무 굳어서 새 페인트를 가져와야겠네요. ल नमु खुदस भनेको ज्यादै जमेर खुत्ता भनेको जम्नु भएन खुदस भनेको जमेर होइन फेइन्थुरुल खाजा वाया गेन्ने हो भनेको चाहिँ पेन्ट लिएर आउनु पर्ने भएछ नि भन्ने भयो है 제가 창고에 가서 가져올게요. ठिक छ म गोदाममा गएर मैले गोदाममा गएर लिएर आउनेछु 빨간색 한 통이랑 흰색 한 통 가져오면 되죠? पाल्गानसेक एक डब्बा एक गेलिन अथवा एक भाँडो र हिनसेक भनेको चाहिँ सेतो रङको है 네, 그러면 हिनसेक भनेको चाहिँ सेतो रङ चाहिँ एक बट्टा चाहिँ लिएर आयो भने हुन्छ नि होइन भन्दैछ है 될 것 같아요. हुन्छ त्यसो गर्यो भने हुन्छ जस्तो छ भन्नु 전 작업 도구를 준비해 놓을게요. म चाहिँ छन् भनेको म चाहिँ छागप थोगोल छुन्बिए नौल्कियो म चाहिँ कामको औजारलाई तयारी गरेर राख्नेछु भन्न भनेको छ है फेरि यहाँ यसरी तपाईँलाई गाह्रो हो भने यहाँनिर म देखाउँछु होइन के भन्दैछ छागप हान हुए काम गरेपछि नहुनु हुए लाग्यो है तुकमुल बिर्कोलाई आङ थादा फस भनेको आङ थात्ता बन्द नगर्नु आङ थादा फस थुदा भनेको त राख्नु हो नि त है अब थादा थुदा भनेको चाहिँ के हो बन्द गरेर राख्नु थादा थोस बन्द गरेर राखेर है आङ थादा थोस बन्द गरी नराखेर बन्द नगरी राखेर भन्नुभएको है फेइन थोगा चोम पेन्ट चाहिँ अलिकति खुदस सय भनेको जम्नु अरे हानभन खायो एकचोटि हेरौँ त ए नमो खुदस भनेको ज्यादै जमेर होइन से फेइन्थु भनेको नयाँ पेन्टलाई खाजिया वाया गेन्ने हो खाजिया ओदा भनेको चाहिँ लिएर आउनु खाजिया ओदा आया अया यया हेया गेन्ने हो गेत्ता भनेको चाहिँ नुपर्ने होइन जस्तो हेस्टी प्लस अ य हे अनि गेत लाग्यो भने नुपर्ने भयो भन्ने हुन्छ गेन्ने हो गेत्ता होइन जस्तो खाज्य वाया गेसयो भन्यो भने लिएर आउनु पर्ने भयो हो खाज्य वाया गेसयो भनेको लिएर आउनु खाज्य वाया गेसुमेदा अब लिएर आउनु पर्ने भयो फेरि नेयो लागेपछि लिएर आउनु पर्ने भएछ नि भनेको है त्यस पछाडि छेगा छाङ्गोए खास म गोदाममा गएर खाज्य ओल्कियो लिएर आउनेछु महिलाले भनेको छ है पाल्गानसेक हानथोङ भनेको एक भाँडा भनेको अथवा एक डब्बा होइन इराङ र यो चाहिँ र है यो चाहिँ र हो रातो रङ एक भाँडा र अथवा एक डब्बा र हिनसेक भनेको सेतो रङको चाहिँ एक डब्बा चाहिँ लिएर आयो भने हुन्छ खाजियो ओमेन थेज्यो हो हुन चाहिँ तर सर्टकटमा थ्वेज्यो भयो थ्वेज्यो भनेको हुन्छ नि होइन भनेको थ्वेदा भनेको हुनु थ्योज्यो भनेको हुन्छ नि होइन भनेको ने हजुर हुरमेन त्यसो भए थ्वेल्कत काथा त्यसो भयो भने हुन्छ जस्तो होला जस्तो छ त्यसो भयो भने होला जस्तो छ त्यतिले होला जस्तो छ भन्नुभयो छन् म चाहिँ छागप खोगुरुल सुनबिहे नौल्के तयारी गरेर राख्नेछु म चाहिँ अब तयार गर्नु पर्यो नि त रङको लागि रोलर तयार गर्नु पर्यो होला तपाईँलाई ब्रसहरू तयार गर्नु पर्यो होला होइन अरू के औजारहरू चाहिन्छ त्यो तयार गरेर राख्नेछु भन्नु भनेको छ है अनि यसले अब हामी यहाँ जाउँ प्रश्न जाउँ यजान वे छाङ्गुए खाम्निका महिला किन जान्छ त गोदाममा फेइन चुरुल खाता नौरोको पेन्टलाई लगेर राख्नलाई हो त होइन यो त गल्ती हो मैले त फेरि कहाँ यो होइन गल्ती हो किन भन्दाखेरि पेन्ट चाहिँ लिन जान लागेको हो किनभने त्यहाँ भएको पेन्ट चाहिँ जमेछ अनि अर्को फेरि
एक डब्बा रातो रङको एक डब्बा सेतो रङको लिन चाहिँ गएको हो लगेर राख्नलाई होइन खाता नोथा भनेको चाहिँ लगेर राख्नु है खाता नोथा भनेको लगेर राख्नु अब यो चाहिँ लगेर राख्नु अब पेन्टलाई लगेर राख्नलाई गएको हो त होइन त्यो भएको भएर हामीले यसलाई के गरौँ त भन्दाखेरि यसलाई काट्नु पर्यो है फेन्चुरुल खाज्याउराको पेन्टलाई जानको लागि लिन जाने विचारले हो किन जान्छ गोदाममा पेन्टलाई लिन जाने विचारले छागप थोपुरुल खाता नौरो काम गर्ने औजारलाई चाहिँ लगेर राख्नलाई हो त होइन काम गर्ने औजारलाई त तयारी गर्ने चाहिँ पुरुषले हो तर लगेर राख्ने भनेको होइन त्यहीँनिर उसले तयारी गर्छ भनेको छागप थोपुरुल खाज्याउराको लिन गएको हो त काम गर्ने औजार लिन जाने विचार गरेको हो त होइन त्यो विचारले होइन कि ऊ चाहिँ पेन्ट चाहिँ लिन जाने विचारले एउटा रातो एउटा सेतो एउटा एक डब्बा रातो एक डब्बा सेतो भन्न भनेको छ है यसरी चाहिँ हामीले यसको एन्सर चाहिँ 2 नम्बर छान्यौँ अब लिसनिङहरू पनि सुन्नुहोस् है ल हामीले 42 पाठलाई पनि सकायौँ अब हामी 43 पाठमा भेट हुने नै छ भोलि हामी 43 पाठ लिएर आउँछौँ हामीले अहिलेसम्म भिडियोमा तपाईँहरूलाई कहिले पनि भिडियो छुटाएको छैनौँ अब सकेसम्म हामी होइन कहिले टेक्निकल प्रब्लम हुन्छ कहिले बिजुलीको प्रब्लम हुन्छ हुँदाहुँदै पनि यसको बावजुद पनि हामीले अहिलेसम्म चाहिँ भिडियो ल्याउन सकिरहेका छौँ अब यसै गरी तपाईँहरूलाई हरेक पाठहरूदेखि लिएर हरेक तपाईँको टेस्टहरूदेखि लिएर अब यो सकेपछि टेस्ट किनभने मैले अहिले टेस्टमा किन जोड नदिएको भन्दाखेरि इक्जाम पनि सूचना आइसकेको छैन अनि पहिला पाठ सकौँ भन्नेतिर पाठ सकियो भने त अनि टेस्टमा हामी जान्छौँ अनि टेस्ट अनि त्यसपछि व्याकरणहरू तपाईँलाई हप्तामा 2-3वटा टेस्ट अनि 2-3वटा चाहिँ व्याकरण ल्याएर हरेक दिन भिडियो ल्याउने म कोसिस गर्छु होइन कुन ठाउँबाट हो प्लिज सब्सक्राइब चाहिँ गरिदिनु होला है तपाईँ सब्सक्राइब गरे कमेन्ट चाहिँ गरिदिनु होला है कुन ठाउँबाट चाहिँ तपाईँहरू हेर्दै हुनुहुन्छ मलाई त्यति चाहिँ चाहियो है तपाईँले कसले हेर्दै हुनुहुन्छ यसो म पनि हेर्न पाएँ भने होइन मलाई हौसला मिल्थ्यो भन्दै आजको कक्षाबाट बिदा हुन्छु भोलि अर्को कक्षामा भेट हुने रहेछ तबसम्मको लागि हस्त नमस्ते धन्यवाद हुन्छ हामीलाई